फेरि भन्नुहोस् त बाजे सुरुबाट भन्नुहोस् त फेरि एकपटक मैले त्यही भनेको ए अनि सार गएर भन्नु सक्यो 10 त थौकी बस 15 लाग्यो खानु 30 त लाग्यो खिस 40 जेन 40 50 जेन 50 60 आधी ने बाटी 70 ने कस्तरी 80 पर खसी 90 पर 90 100 गए त्यसै सक्यो कुनै शास्त्रमा छैन त छैन सारको चिज निकालेको के आफ्नो बुद्धि निकाल सक्यो हो नि त बाजे त्यसो भने सक्यो हो जिन्दगी है त्यसो भनेपछि जिन्दगी सक्यो भनेको होइन अब लाग्छ सहबाट सक्यो कथामा त्यसो भनेपछि अब जिन्दगी सक्यो भनेको होइन र त्यही हो 100 गए 100 त 100 गयो न त्यत्रो काम म 91 वर्ष छोरा हेर्नु उठे जान्छु भने त खुट्टा लड्को हेरेर दिन्छु खुट्टा लाग्यो छोरोको 90 वर्ष भन्दाखेरि तिनी सिधै सिधै नि घुमे दिनमा एक टाइम घुम्थ्यो कहिले दुई टाइम एसी रहेछ उनले टक्रा छन् धेरै कान्छ मभन्दा 12 वर्ष कान्छ मभन्दा 5 वर्ष कान्छु तर यतै घुमाए बडो फटाउ रहेछ नि म यो मान्ने कुरा हो